यो चाहिँ धुलीखेलको पुरानो भिडियोहरू धुलीखेलको इटोल स्थित लङ्खाना माई मन्दिरमा अहिले चाहिँ म धुलीखेलको नारायण थानमा छु। यो नारायण मन्दिर हो धुलीखेलको र साँझको बेला छ अहिले र हल्का बादलहरू लागिरहेको छ, पानी पर्न लागिरहेको छ। यो चाहिँ धुलीखेलको पुरानो हलसिद्धि मन्दिर हो र साँझ पख यहाँ बत्तीहरू बलिरहेको छ। साँझको आरती हुन लागिरहेको छ यहाँ। साँझको मौसम, हल्का सिमसिम पानी परिरहेको छ र रमाइलो वातावरण छ अहिले यता। यो चाहिँ धुलीखेलको लगनडबली पुस्तकालय भयो। यता कुमारीको पेन्ट छ। धुलीखेलका हरेक कार्यक्रमहरू चाहिँ यही लगनडबलीमा गरिन्छ। धुलीखेलको पुरानो टोलहरू मध्येको यो चोच्चे टोल हो। यहाँ गणेश थान मन्दिर र भगवती मन्दिर छ। यो गणेश मन्दिर, यही सँगै आकाश भैरव। अब म भगवती मन्दिर जान्छु है त। हल्का सिमसिम पानी परिरहेछ, बत्ती बलिरहेको छ। एकदम मनोरम दृश्य यहाँबाट हेर्न सकिन्छ। धुलीखेल भगवती मन्दिर। अब यहाँबाट चाहिँ धुलीखेलको गीता भवन, श्री कृष्ण भगवानको मन्दिर यो हो। यहाँबाट देख्न सकिन्छ। साँझ पख कति राम्रो दृश्य देखिन्छ है। हल्का पानी परेकोले झन् लाइटिङ पनि क्या राम्रो देखिरहेछ। अहिले चाहिँ म धुलीखेलको धुलीखेल भगवती मन्दिर स्थित परिसरमा छु र आज चाहिँ साँझ पखको एउटा भिडियो बनाउनु पर्यो भनेर म बनाउँदै थिएँ है। र आजको भिडियो चाहिँ यति नै है। साँझ पखको यो दृश्य कस्तो दामी देखिरहेको छ। सहितर जाके तानो सपंक जाके चीकु सहितर जाके तानो सपंक जाके खिमसी चोसा बिजुली जाके माइकु साबेदवा के खिमसी चोसा बिजुली जाके माइकु साबेदवा के तानो चिकु माइकु तानो चिकु माइकु